3 वर्षकी गरिमा चौधरी अब कहिले घर फर्किने छैनन्। जुन उमेरमा एउटा बच्चाले संसारलाई खेलौनाबाट चिन्न थाल्छ, त्यही उमेरमा गरिमाको जीवन खोसियो। सिमराको यो घटनाले एउटा परिवार मात्र होइन, सिङ्गो देशलाई एउटा असहज प्रश्नको अगाडि उभिआएको छ। यस्तो अपराध गर्ने व्यक्तिलाई फाँसी किन नदिने? गरिमा साउन 31 गते घर नजिकै खेल्दै गर्दा हराइन्। परिवारले खोजी सुरु गर्यो। केही दिनपछि घरबाट करिब 200 मिटर टाढाको एउटा खाली घरमा उनको शव भेटियो। प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीमाथि बलात्कारपछि हत्या भएको देखाएको छ। घटनामा संलग्न भएको आरोपमा एक 24 वर्षीय पुरुष र एक 16 वर्षीय किशोर पक्राउ परेका छन्। तर यो केवल अपराधको कथा होइन। गरिमा हराएपछि प्रहरीको प्रतिक्रिया पर्याप्त थियो कि थिएन? यही प्रश्न अहिले सिमरामा उठिरहेको छ। घटनापछि प्रहरीका 2 अधिकारीलाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालय तानिएको छ। तर अर्को प्रश्न झनै ठूलो छ। दोष प्रमाणित भयो भने फाँसी किन नदिने? किनकि नेपालमा मृत्युदण्ड संविधानले नै निषेध गरेको छ। नेपालले 2047 सालको संविधानबाट मृत्युदण्डको बाटो बन्द गर्यो र पछि अन्तर्राष्ट्रिय रूपमा पनि मृत्युदण्ड उन्मूलनप्रति प्रतिबद्ध भयो। तर मृत्युदण्ड नभएको अर्थ न्याय कमजोर हुनु होइन। 10 वर्षभन्दा कम उमेरकी बालिकामाथि बलात्कारका लागि नेपालमा 16 देखि 20 वर्षसम्म कैदको व्यवस्था छ। तर 3 वर्षकी बच्चामाथि बलात्कार र हत्या भएको घटनामा धेरै नेपालीलाई यो सजाय पर्याप्त लाग्दैन। त्यसैले बहस केवल फाँसी दिने कि नदिने भन्ने होइन। बहस हो दोषीलाई कानुनको सीमाभित्र सबैभन्दा कठोर सजाय कसरी दिने, र अर्को गरिमालाई बचाउन राज्यले आफ्नो प्रणाली कसरी बदल्ने। गरिमालाई हामी फर्काउन सक्दैनौँ, तर उनको मृत्यु केवल एउटा समाचार बनेर हराउनु हुँदैन। न्याय केवल फैसला होइन, न्याय भनेको जवाफदेहिता पनि हो।